के छ सन्चै हुनुहुन्छ होला। मेरो नाम चाहिँ सिजन श्रेष्ठ र स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल ट्राभल विथ सिजनमा। र आजको मेरो यो राइड चाहिँ गोदावरीसम्म हुनेछ। हामी गोदावरी चाहिँ आज ड्राई पिकनिकको लागि जाँदैछौँ र म चाहिँ कोठाटारबाट निस्किसकेको छु गोदावरीको लागि। अनि आज हाम्रो राइड चाहिँ एकदमै बबाले रमाइलो हुनेवाला छ। सर्ट राइड हो तर पनि तपाईँहरूलाई म एकदमै रमाइलो गराउने छु यो राइडमा। आज घाम चाहिँ एकदमै चरम सीमामा छ जस्तो लागिरहेछ मलाई हैन। एकदमै धेरै गर्मी नै छ। आज शनिबारको दिन भए पनि एकदमै धेरै गर्मी भएको छ। त्यसले गर्दाखेरि चाहिँ अलिकति आफूहरू पनि सेफ भएर पानी धेरै खाएर हिँड्नु होला। अनि आज चाहिँ मौसमले पनि साथ देला जस्तो छ। पानी नपर्यो भने चाहिँ आज रमाइलै हुन्छ होला दिनभरिको हाम्रो राइड चाहिँ। अब अगाडि के हुनेछ म तपाईँलाई देखाउने नै छु हैन। आजको रोडको कन्डिसन अनि ट्राफिक जामहरूदेखि लिएर हरेक कुराहरू तपाईँहरूले हेर्दै जानुहुनेछ। सो दिस इज द रोड कन्डिसन। गाइजहरू म चाहिँ पेप्सी कोला आइसकेको छु है। यहाँसम्म आउँदाखेरि चाहिँ जियोस् ठिकै छ। गर्मीले चाहिँ एकदमै गाह्रो बनाइरहेको छ हैन। हेलमेटभित्र चाहिँ लास्टै गर्मी हुन्छ झन् त्यही माथि। सो यहाँ चाहिँ आज चाहिँ खुल्ला नै छ। शनिबार भए पनि जाम त्यस्तो धेरै छैन यहाँ पेप्सी कोलातिर। अनि मौसम पनि एकदमै राम्रो नै छ अहिलेसम्म भनौँ न। कन्डिसनहरू पानी पर्ने त्यस्तो केही देखिएको छैन। सो होप आज दिनभरि पानी पर्दैन होला र हामीले चाहिँ हाम्रो जुन ड्राई पिकनिक अर्गनाइज गरिरहेछौँ त्यो चाहिँ राम्रो हुन्छ होला भन्ने आश गरिरहेको छु। सो के हुन्छ लेट्स सी अगाडि है। ओएमजी कति लामो लाइन हो यहाँ त। लाग्छ कि आज काठमाडौँमा चाहिँ सबै यही नै आयो। यस्तो लामो लाइनमा पनि छाता ओडी लाइन बसेपछि मान्छे टिकट काट्न बसेपछि कति क्रेज होला। प्रेसर लाइन हो प्रेसर। 2000 years later. 6.5 hours later. फाइनली भित्र छिरियो। 1 घन्टा लगाएर बल्ल टिकट काट्यो गाइज। बल्ल भित्र छिरियो हैन। भित्र पनि मान्छे टनाटन रहेछन्। आज शनिबार भएर होला हैन। सबजना ड्राई पिकनिक गर्न आएको छन्। आफ्नो फ्यामिली, आफ्नो बच्चाहरू, आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डसँग टाइम स्पेन्ड गर्नको लागि आएको छन् हैन। र ठाउँ चाहिँ एकदमै रमाइलो नै छ। हरियो हैन। पानी परेर होला एकदमै हरियो ठाउँ छ हैन। यहाँ चाहिँ हाम्रो लोटस पनि फुलेको रहेछ। लोटस चाहिँ सुकिसकेको छ फुलेर पनि। सो ठाउँ हेर्दा चाहिँ एकदमै दामी राम्रो र हेर्न सक्नुहुन्छ यो लोटस पनि कस्तो दामी देखिरहेको छ हैन। सो एकदमै राम्रो ठाउँ छ। शनिबारकोले गर्दाखेरि चाहिँ अलिकति प्याक भएको होला आजको ठाउँ हैन। हेलो हेलो भन खै त हेलो भन खै त कस्तो लागिरहेछ तिमीलाई भन त। के हो त्यो के हो त्यो भन त। कहाँ यहाँ बस्ने जङ्गल पुग्ने माथि। पहिला ठाउँ चाहिँ हेरेर जो चाहिँ यस्तो अप्ठ्यारो लुगा लगाएर छ उही चाहिँ जान लागेको छ फेरि। हे भगवान्।
छ घरमै यत्रो जङ्गल टोयलेट खोज्ने हो त जङ्गल टोयलेट खोज्ने होइन नि त जङ्गल टोयलेट खोज्ने होइन नि त के बोले भाइ अब के बोले गाइज हाम्रो चाहिँ भ्लग आजको ड्राई पिकनिक चाहिँ यहीँसम्म सकिएको छ म चाहिँ घर रिटर्न हुँदैछु अनि दाइहरू चाहिँ गाडी लिएर आउनुभएको थियो सो उहाँ चाहिँ गाडीमा जाँदै हुनुहुन्छ म चाहिँ बाइकमा चाहिँ फर्कियो घर सो बाटोमा अलिअलि सिनहरू छ त्यो हेर्दै हिँड्नु होला सो थ्याङ्क यू फर वाचिङ बाई बाई